भेट भयो कहिले 2081 वैशाखदेखि होइन 2081 वैशाखदेखि अहिले 2082 वैशाखसम्म आइपुग्दाखेरि मैले जानेको मैले नजानेको मैले सिकेको मेरो अनुभवले देखेको होइन मैले भोगेको किनभने मैले पनि स्ट्रगल गरेर पढिरहँदाखेरि यहाँसम्म देखेको कुरा म तिमीलाई सिकाउने प्रयास सिकाउने मात्रै प्रयास गर्छु कति सिक्यो कति सिकेर जिन्दगीमा कुरा होइन यो क्रममा यात्रा गर्ने क्रममा हिँड्दै जाँदाखेरि ट्रेन लाग्छ लडिन्छ उठिन्छ आफ्नो होइन किनभने मान्छेबाट गल्ती हुँदैन होला जिन्दगीमा मैले तिनीहरूलाई सिकाउने क्रममा गर्ने क्रममा मैले के गरेँ गाली गरेँ नराम्रो भने तँ भने तिमी भने तपाईँ कतिको कुटे पनि होइन कुटे पनि त अहिले के गर्छ मान्छेमा यसले गर्दाखेरि तिमीहरू र म बिचमा कतिपय दूरी बढेर पनि नराम्रो गाली गरेको तर यति कुरा के हुन्छ भने मैले गौतम बुद्धको एउटा कुरा भन्छु तिमीलाई चाहिँ कसरी नराम्रो हुन्छ भने नराम्रो हुन्छ भने त्यो नराम्रो कुरा कहिले पनि नसुन्नु किन मैले भनिरहेको छु त तिमीले जस्तो मैले तिमीलाई गाली गरेँ त्यो गाली तिमीले गर्नु भने तिमीसँग मैसँग होइन भने जस्तै मैले नराम्रो कुराहरू गरेको छ नराम्रो कुरा मैसँग भयो नि तिमीले ल्याउनु तिमीले नि नराम्रो कुरा मलाई भनेको नि तिमीसँग त मैले लिएको छैन किनकि केही पनि भयो त नराम्रो कुरा सुन्दाखेरि सुनिएन भने नराम्रो हो म जहिले मेरो ठ्याक्कै उद्देश्य के छ भने चाहिँ तिमीहरूको कुरामा चाहिँ मेरो विद्यार्थी हो मैले पढाएको विद्यार्थी हो विद्यार्थीले आजको दिनमा जे सिक्यो यहाँबाट होइन जे सिक्यो यहाँबाट त्यो कुरा चाहिँ तिमीले भविष्यसम्म गर्दै केही गर्नुपर्छ अब फेल हुन्छ पास हुन्छ आफ्नो भयो होइन किनभने यात्रामा असफलता प्राप्तहरू हुन्छ तर के भन्छ भने जिन्दगीमा जहिले कहिले पनि कुनै पनि कदममा कुनै पनि पाइलामा विचलित नै नहुँ है विचलित हुनु भनेको चाहिँ म आत्तिने डराउने सफलता अब जे गरियो कुनै पनि विषय झगडा गरे पनि यो मित्रता पनि आत्मीयता पनि त सबै कुरा जानिन्छ होइन जे पनि त तिमीले जे पनि भन्न सक्छौ त किन पर्दैन होइन त्यो खालको आत्मीयता मित्रता चाहिँ आगामी दिनमा आगामी पाटामा यात्रामा कति पनि काम हो तिमीलाई एसएलसीको धेरै भन्नु एसएलसीमा तिमीले सबैभन्दा राम्रो उत्कृष्ट नतिजा ल्याउनु त्योभन्दा उत्कृष्ट नतिजा चाहिँ एसएलसीमा होइन तिमीहरूको जिन्दगीमा एसएलसीको भन्दा पनि उत्कृष्ट नतिजा चाहिँ हरेक पद आउँदै गरोस् मेरो शुभकामना ह्याप्पी न्यू इयर